गलेर 5 वर्ष पसिना लोद्रो सब उम्लिँदैछ मस्त उम्लिँदैछ चाउ आफूले पनि रारा तर यो रारा होइन खाना खायो अब त यहाँ भाडा मान्नु परेको छ ऊ त्यो छ एउटा हावा केटो जस्तो जस्तो पनि छ सेतो छ तर हिउँ होइन जस्तो पनि छ उफ स्वर्ग हेर्ने हो स्वर्ग ल हेर स्वर्ग ओ मर्निङ गाइज अब हामी खाजा खाना आँट्दैछौँ हाम्रो अङ्कलले मिठो मिठो खाजाहरू बनाउँदै हुनुहुन्छ अब तपाईँहरूलाई यहाँबाट बिहानीको भ्यू च्याट्टा हेर्नुहोस् मर्निङ भ्यू हल्ली होला हल्का क्यामेरा ओहो साना खोला कति राम्रो यस्तै हो हेरिहाल्नु हो लगाइज हामीहरू अब यहाँ ब्रेकफास्ट सकिन आँटो अन्डा र रोटी छ कालो चियासँग ल चपाउँदा यहाँबाट निलिएन अरे अनि त्यसो मगाजुलाई दिनुभयो अब यस्तै छ ल हामी डुल्छौँ ओर्छौँ अनि यहाँ तपाईँहरूलाई अरू कुराहरू देखाउँदै जान्छौँ फ्या गरेकोदेखि लिएर गरेकोसम्म सबै हेर्न सक्नुहुन्छ यसमा अनि म यहाँ यात्री लट्ठी लिएर मस्त हिँड्दैछु यस्तै छ यात्रा हिँड्दै जाउँ कहाँसम्म पुगिन्छ गन्तव्यले कहाँ पुर्याउँछ अब त देख्नु नै हुन्छ फुलहरूले बेग्लै आनन्दको महसुस दिलाइरहेछ फ्याफे भइरहेछ उकालो हिँडेर आएको पर देखिएको घरदेखि हामी हिँड्दै आएको अहिले अब हिँड्ने क्रम जारी छ है भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरूले खोला साइडमा उत्यो छ सबै मस्त बगिरहेछ है त्यो भएको कारणले गर्दाखेरि यहाँ म पनि छु हिँड्दैछु हेरौँ यहाँबाट हिँड्दै जाँदैछन् तल खोला हेर्न सक्नुहुन्छ सरन जाँदैछन् भ्यू एकदम राम्रो छ तपाईँहरूले हेर्नै सक्नुहुन्छ एकदम बेस्ट भ्यू वाउ जन्नत क्रममा विभिन्न किसिमका कठिनाइहरू आए पनि त्यसलाई हामी चुनौतीको रूपमा लिँदै हामी अगाडि बढिरहेछौँ अब हेरौँ कहाँसम्म पुग्छौँ यो अब यात्राले नै देखाउनेछ लगाइस यस्तै हो यात्रीको यात्रा पनि यहाँ पनि छ है चट्ट यता हेर यहाँ यता हेरेको छ हाम्रो केटाहरू हिँड्दैछन् बिस्तारै खोलाको किनार मकाजु अगाडि हिँड्दैछ हामी पछाडि हिँड्दैछौँ गाइस ल यस्तो छ है भ्यू पनि हेर्न सक्नुहुन्छ अब यहाँ हेर्न सक्नुहुन्छ भ्यू हाम्रो केटाहरू हिँड्दैछन् भिडियो बनाउँदैछन् है वाउ ठाउँ हेर्न सक्नु बबाल गलेर 5 वर्ष पसिना हेर्न सक्नुहुन्छ पसिना आइरहेछ तर भ्यूले गर्दाखेरि चाहिँ बबाल फिल भइरहेछ है हामी शेर्पा होटेलमा खाना खानालाई बसेको छौँ 3 घन्टा भयो हिँडेको अब फेरि 3 घन्टा हिँडेपछि हामी लामा होटेल पुग्छौँ लामा होटेलमा नास्ता सास्ता खान्छौँ अनि त्यसपछि फेरि 3 घन्टा गएपछि रिभर साइडमा गएर बस्छौँ भन्ने हाम्रो भनौँ न सोच त्यही छ मकाजु के छ भन्नु एकदम रमाइलो छ होइन अब यो त फन भ्यू भइहाल्यो यसको ब्याक भ्यू हुन्छ नि ब्याक भ्यू पनि देखाइदियो त्यहाँबाट ल ब्याक भ्यू पनि हेर्नु होला ल गाइज खचड जाँदैछ बिस्तारै सर्लाही जिल्ला ल गाइज भ्यू हेर्न सक्नुहुन्छ भ्यू बबाल छ आउँदैछौँ यात्राको क्रममा हेर्नुहोस् है भएको अवस्था उकालो हिँड्दा लास्टै पेन भइरहेछ जिउ दुखिरहेछ लास्टै दुखिरहेछ कोही थिच्ने मान्छे भए पनि लु थिच है यति दिन्छु पैसा भन्नुहुन्छ कोही थिच्ने लास्टै दुखिरहेछ केटाहरू तलै छन् एउटा साथी चाहिँ माथि छ 2 जना तल छन् आउँदैछन् 2 जनाको पर्खाइमा छौँ पानी ल्याउँछन् अनि पानी खाएर अनि हिँडौँ भन्ने आशमा मसँग छ न त पानी तातो पानी छ कि केटाहरूलाई अलिकति मन चिसो पानी छ त्यो खाएर जानुपर्छ होला पसिना
लोद्रो फ्याट त एकैचोटि कम गरिदिन्छ। लगाएकै आज हामी यहाँ ग्यास ल्याएको सदुपयोग गर्दैछौँ। चाउ 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 पाक्दैछ, चाउ चाउ उम्लिँदैछ, मस्तो उम्लिँदैछ चाउ चाउ। हाम्रो बबाल चाउचाउ बबाल खाँदैछौँ। ल गाइस सापुगे पनि रारा, तर यो रारा होइन, यो रम्फम हो, रम्फम गाइस। ल ल एकदम मिठो भएको छ। हाम्रो सेफले एकदम बवाल बनाएको। खाना खायो, अब त यहाँ भाडा मान्नु परेको छ। हेर्नुहोस् यहाँ नभए रिभरसाइड होटलमा त्यहाँ मजाले मान्दै थियो भाडा। ल अब के गर्नु त, अब बिचरा पीडित भयो। अरू केही छ भन्नु पर्ने? गाइस मर्निङ गाइस, हिजो लास्टै थाकेर हिजो सुत्यौँ। हल्का हल्का भिडियोहरू तपाईँहरूलाई देखाउँछु। अहिले हामी यस्तो बिहानको नास्ता खाँदैछौँ। अब बिहान हिँड्नको लागि रोटी सब्जी मैदाको आटाको यस्तै छ। अब के गर्नु, थाकेर त लास्टै अब हिँड्दैछौँ। उनीहरू पनि सुन्दैछ कि गयो छैन, अलिअलि त्यस्तै हो। नै त हो जीवन, यात्रा नै त हो जीवन। कस्तो छ यात्रा? खतरा बवाल। कस्तो अनुभव हुँदैछ भनेको? यात्रामा हेर्नुहोस् कति राम्रो राम्रा दृश्यहरू अवलोकन गर्न पाउनुहुन्छ है। हामी रिभर साइडबाट लाङटाङ भिलेज जाने क्रममा छौँ। उकालोमा छौँ, हिँड्दैछौँ। पानी हल्का मिरमिर पर्दैछ। अब त्यसको हिसाबले गर्दाखेरि हामी रेनकोट लगाएर हिँड्दैछौँ। हेर्दैछौँ यात्रा कस्तो हुन्छ। कष्टकर त कष्टकरै छ। सिँढीहरूको मैले यसो मेरो व्यक्तिगत मूल्याङ्कनको हिसाबले हेर्दाखेरि ठाडो त ठाडै हो, तर सिँढीहरूको जुन ग्याप हुन्छ, ग्यापहरूको अलिकति हाइट बढी भएको कारणले गर्दाखेरि खुट्टा चाल्दा खुट्टा दुख्ने समस्या हुनसक्छ। त्यो भएको कारणले गर्दा अलिकति सिँढी सानो थियो भने हिँड्न अलिक सहज हुन्थ्यो, त्यति हो है। चढ्दा गरेको अहिले लास्टमा चाहिँ समतल भूभागमा आइपुगेको छौँ कि पुरै उठ्यो छ। सानो सानो फुलहरू फुलेको छ, त्यो सेतो सेतो हेर्न सक्नुहुन्छ। अब चाहिँ माथि पहाड हेर्नुहोस् है, यतापट्टि हेर्नु, यतापट्टि पनि पहाडहरू छ। हामी हिँडिरहेछौँ, हिँड्ने क्रम जारी छ। अब यस्तै हो, यात्रामा आएको साथीले फुल टिप्नु हुँदैन है। यो हाम्रो अब प्रकृति यही फुलहरू फुलेर हामीहरू हिँड्दाखेरि भनौँ न बेग्लै भाइब दिन्छ कि। थकानको कम गर्छ भनौँ न, थकान कम गर्छ। त्यो भएको कारणले गर्दाखेरि कहिलेकाहीँ केही नभए पनि तपाईँहरू वर्षमा 2टा चाहिँ लामो ट्रेक हान्नुभयो भने तपाईँहरूको हेल्थ कन्डिसन कस्तो छ भन्ने कुरा पनि थाहा हुन्छ। त्यो भएको कारणले गर्दाखेरि सकेसम्म तपाईँको ब्रिथिङमाहरूमा कस्तो समस्या छ, श्वास प्रश्वासमा भन्ने कुरा थाहा हुन्छ। ल है, यति नै मेरो मूल्याङ्कनको आधारमा यो जङ्गली स्ट्रबेरी हुनुपर्छ। तर पनि अब रिक्स लिँदैन, हामी खाँदैनौँ, जस्ट हेऱ्यौँ, टिप्यौँ, अब फेरि यसलाई फ्यालिदिन्छौँ। अहिले हामी घोडा तबेला आइपुगिसक्यौँ। सहरको कोलाहललाई त्यागेर हामी यो पिस खोज्नलाई आएका हौँ। अब तपाईँहरू फेरि जोसमा अहिले चाहिँ हाइकिङ साइकिङ नगरेको मान्छे, पिस खोज्न आएको मान्छे रेस्ट इन पिस पनि हुन सक्नु होला। त्यो भएको कारणले यसो वार्मअप गरेर एक्सर्साइज गरेर आउनु होला। अर्को कुरो भनेको तपाईँहरूले त्यो गजाङ गुजुङ इन्टरनेट कनेक्सनलाई छाडेर तपाईँले शान्त वातावरण यसो अनुभव गर्न चाहनुहुन्छ भने यहाँ आउन सक्नुहुन्छ। हल्का जिब्रो लटपटेमा माफी चाहन्छु। अब यस्तै हो, अब अझै हाम्रो यात्रा जारी छ, हामी हिँडिरहेका छौँ। ल है गाइज, यति नै। गाइज हेर्न सक्नुहुन्छ झरना पनि छ, खोला पनि छ, मस्त छ। अब हामी इन्जोय गरेर हिँडिरहेछौँ। बादल, ओहो गाइज, ऊ त्यो छ एउटा हावा केटो, रातो लुगा लगाएको इकु जस्तो हो। ल है गाइज, जीवनको यात्रा यस्तै रहेछ। त्यो मेरो साथी अवस्था केही नभए पनि त्यो के भनौँ तपाईँलाई, अर्को साथीले भारी बोक्न नसकेर आधीभन्दा माथि त्यहाँ हेर्न सक्नुहुन्छ ब्याग कत्रो छ, त्योभन्दा बढी चाहिँ उसैले बोकेर हिँडिरहेको छ कि। त्यत्तिको चाहिँ हुनुपर्छ है। अब यो के हो भन्ने कुरा हामीले पत्ता लगाउन सकेनौँ। हिउँ जस्तो पनि छ, सेतो छ, तर हिउँ होइन जस्तो पनि छ है। अब यो अब यस्तै हो। अब हामी हिँड्दैछौँ, यात्रामा छौँ, लमक टोली छ, तल ब्याग बिसाएर अब नजिकै छ 2-3 घन्टाको बाटो। त्यही भएर ब्याग हामीले कसैले पनि एउटै ब्याग नबोकिकन हिँडिरहेको छौँ। ल गाइस, ल तो अकेला भन्दै गाना गाउनुपर्छ जस्तो छ गाइस। हेर्नुहोस् माहौल 360 भ्यू नै हेर्नुहोस्
है बवाल छ है तपाईँहरू पनि आउनु होला यात्रामा मनमा लागेको कुरा यलाङटाङमा भएको कुराहरू जति तपाईँले भन्न सक्नुहुन्छ घर कहाँ हो मेरो घर इटरी इटाली हजुर ओ पूर्व धरान सुन्नु भएको छ नि धरान हो धरान छेउ हो धरानबाट 4 जना बाहिर आउनु भएछ यो सिन्धुम भन्ने ठाउँ टी ब्रेकमा चिया खाँदैछ अब के भनौँ भने हजुर अब छोराहरूले आफ्नो घर छोडेर ट्रेकिङ आएछ हो 2 दिनको जिन्दगी हो हो मरेर लाने केही छैन लाखौँ करोडपति भए पनि लानु आखिर आफ्नो ज्यान पनि पोलिरहेको छ अहिले घुमघाम गर्ने रमाइलो गर्ने मरेर लाने केही छैन त्यो पो लानु पाउँछ तर मन सोझो गरे भने भगवान्ले पनि भेट्न सक्छ मन नराम्रो दिक्क भएर अरूसँग साथीभाइहरूसँग जय जरा गर्ने देवी देवताहरूले नै पाठ पूजा पनि नगर्ने अनि पूजा पनि नगर्ने त्यस्तो गर्ने मन लाग्दैन तर रमाइलो गर्ने गरी आउने कुरो हुँदैन रमाइलो गर्ने यो ठाउँ मुन्डु यो ठाउँ त्यो ठाउँ लाङटाङ त्यो मुन्डु यो सिन्धु यो क्यान्जेन यो तेलकोरी भने सबै सम्झेर गए पनि पहिला जमानामा म यहाँ पुगेछ छोराछोरी बुबा चाहिँ त्यो लाङटाङ भन्ने ठाउँमा पुगेछ तपाईँहरू चाहिँ सुन्नु है भनेर भन्ने उखान छोराछोरीहरू बताउनु पनि सक्छ तर चाहिँ खेल गर्नु बाटोमा जान गर्नु रात परि नजानु टाइममा बस्नुपर्छ टाइममा खाना खाऊ टाइममा हुर्काउनुहोस् टाइममा जे जस्तोमा टाइम गर्नुहोस् पछि पालोमा पनि यहाँ आउनुहोस् छोरा तपाईँहरूले मेरो आशीर्वाद लाखौँ करोडपति कमाएर बाहिर छिर लाखौँ दुःख कहिले नहोस् धन्यवाद तपाईँलाई ल यात्रा जारी छ अब हामी गुम्बा तेन्जिङ गुम्बामा गएर बस्नेछौँ र भोलि हिमाल चढ्नेछौँ लाङटाङको बेस क्याम्प भनौँ या त्यो 47 कति हाइटमा छ जाँदैछौँ यात्रामा रमाइलो छ मौसम हेर्न सक्नुहुन्छ हिमालहरू हिउँहरू त्यहाँ माथिबाट लगाइस यस्तै हो यात्राक्रममा के भन्नु अहिले 3620 मिटर हाइटमा आइपुगेका छौँ अब हामी गुम्बा पुगेर बस्छौँ होला यस्तै छ यात्रा जारी छ हिँड्दैछौँ देखिहाल्नुभयो तपाईँहरूले 3620मा हाइटमा आएर बसेको छौँ अब माथिसम्म जाँदैछौँ हेरौँ बाटो तेर्सै छ भन्ने सुनेको तेर्सै छ भने हिँडेर पुगिहाल्छ ठिकै छ उकालै छ भने नि के गर्नु जानै पर्यो बवाल भ्यू तपाईँहरूले हेर्न सक्नुहुन्छ है यो लगभग हामी गुम्बा आइपुग्न आँटेको छौँ हिमालहरू पनि हेर्न सक्नुहुन्छ यहाँ पनि तपाईँको टपमा छ अब सायद हामी यही टप साइडतिर जान्छौँ कि यतापट्टि साइडतिर जान्छौँ भन्ने कुरो सायद यहाँनिर तपाईँको यो खुलो भने चाहिँ यसमा बवाल भ्यू देख्न सकिन्छ है खोला हेर्न सक्नुहुन्छ सायद माथि हिमालबाटै अब हिउँहरू पग्लेर झरेको हुनसक्छ है यो गाइस यो झुलुङ्गे पुलबाट हिमाल हेर्न सक्नुहुन्छ स्वर्ग हेर्ने हो स्वर्ग भन्छ नि हेर्नुहोस् स्वर्ग ल हेर्नुहोस् है साथ स्वर्गमा आए जस्तो भएको छ अब यस्तै हो बिस्तारै हिँड्नुपर्छ ल गाइस हेर्न सक्नुहुन्छ यहाँ हिमपात भएको छ अब कहिले भएको हो त थाहा भएन सबै माथिबाट झरेर तलतिर आएको छ है गाइज हामी गुम्बा साइडमा छौँ ब्याकग्राउन्ड हेर्न सक्नुहुन्छ हाम्रो वाउ हिमाल मेरो पछाडि चाहिँ मेरो अनुस भाइ हेलो गर्दै भाइ ल पछाडि हिमाल हेर्न सक्नुहुन्छ यहाँ पनि हेर्न सक्नुहुन्छ 360 भ्यू हेर्नुहोस् ल ओ माई गड त्यस्तै हेर्ने हो भने आउनु होला है बवाल भ्यू छ प्रभु पछाडि साथीहरू आउँदै हुनुहुन्छ हामी 4700 कति मिटर हाइटको उचाइमा लाग्दैछौँ 4400 मिटरभन्दा माथि लागिसक्यौँ यहाँ मेरो पछाडि हिमालयहरू हेर्न सक्नुहुन्छ तपाईँले बवाल भ्यू छ है गाइस ओह स्वर्ग हेर्ने हो स्वर्ग भएर स्वर्ग ओ
जताततै हिमाल घरि जस्तै बस्दै ढली ढली बस्दै फाइनली आइपुग्यो गाइज तिमीहरूलाई हिँड भन्दा नहिँडेको होइन लु हेर हिमाल आओस् न अलिकति यता आएर यता पनि देखाइदिँदा हुन्छ हिमालहरू पनि फाइनली आइपुग्यो गाइज यत्रो मेहनत यत्रो कष्ट यहाँ हेर्न सक्नुहुन्छ हामी 4700 मिटर हाइट उचाइमा छौँ दुःख परिश्रमले आज सफलता पाएको छ यो हामी बसेको तल ठाउँ यहाँबाट नि हामी उकालो लागेका हौँ तलबाट तलका घरहरू हेर्न सक्नुहुन्छ माथि हिमालहरू हेर्न सक्नुहुन्छ ओहो हेर्नुहोस् चौरीगाई हेर्न सक्नुहुन्छ आफ्नै ताल मस्त चरिरहेका छन् पहाडको फेदमुनि चौरीगाईहरू मस्त चरिरहेका छन् है लाङटाङबाट फर्किरहेका छौँ अब लाङटाङ भिलेजमा हाम्रो ब्यागहरू छ अब त्यो ब्यागहरू रिसिभ गरेर अनि त्यसपछिबाट हामी पहिरोमा गएर बस्छौँ अनि सायद शरीर कस्तो हुन्छ त्यसको आधारमा अब तपाईँहरूलाई देखाउने छौँ पहिरोबाट सायद अब शरीरले साथ दियो भने अन्य कुनै ट्रेक फेरि देखाउने नै छौँ लगभग अगाडि पनि मैले भनेको थिएँ होला सायद गोसाइकुण्ड भयो भने जान्छु शरीरले साथ दियो भने हेरौँ है हेलीले रड लिएर आउँदैछ अब हिमाली भेगतिर रड चाहिँ यसरी झार्छन् है तपाईँहरूले देख्नुभएको छैन भने यहीँबाट हेर्नु होला अब हामीले त देखाउने हो नि अरू कसले देखाउँछ त अब ल अब झारो आजको भिडियो हामी यहीँ क्लोज गर्छौँ अहिले हामी ब्याम्बोमा आएर बसेका छौँ अब हामी सुत्न आँट्दैछौँ अब आजको लगभग ठन्डा साफ भयो अब भोलि फेरि मरत दिनाइ छ त अर्को भागमा हेर्न सकिहाल्नुहुन्छ